सरकारको गतिविधि हेर्नु न साथी हो। प्रधानमन्त्री गृहमन्त्रीले के भन्दैछ भने सुशासनको स्थापना गर्छु, कानुनी राज्यको स्थापना गर्छु, मेरो घण्टा गरिस् के यस्तै हैसियतले हो नि त के। अपराधीहरूको खुट्टा समात्न जाने, जेल तोडेर भाग्ने अपराधीहरूको खुट्टा समात्न जाने, दुर्गा परसाईको खुट्टा, ओली महेश बस्नेत, रमेश लेखक जस्ता दलका नेताहरूको खुट्टा ढोग्न जाने गृहमन्त्रीले कहिले देशमा कानुनको सुशासनको स्थापना गर्छस्? तैँले के गृहमन्त्री बनेको 15 दिनपछि होइन, जो पनि यो कैदीबाट भएका अपराधीहरू छन् यति दिनमा आइस भने आइस, आइनस् भने तँलाई सुट एन्ड साइडको अर्डर दिएछु, तँलाई जहाँ पुलिसले भेट्यो त्यहीँ गोली ठोकेर मारिदिन्छ भनिदिएको र अर्डर दिएको भए तेरा हात हतियारहरू यत्रो दिन कुर्न पर्थेनन्, तेरा कैदी बन्दीहरू चाहिँ यत्रा दिन कुर्न पर्थेनन्। यी जस्ता अराजक, यी 2-4 जना जस्ता अराजक व्यक्तिका गतिविधिहरू अटोमेटिक थाम्न हुन्थ्यो कि। यो बाहिर आन्दोलनको क्रममा भुक्दै हिँड्ने कुत्ता चाहिँ भुक्दै हिँड्थेनन् के। जनताहरूलाई चाहिँ डरको भरमको सिर्जना गर्ने, डर सिर्जना गर्ने, तिमीहरूलाई मारिदिन्छु, काट्दिन्छु, आतङ्कवादी धम्की दिने अराजक व्यक्तिहरू चाहिँ आवाज निक्लिन्थेन कि, त्यो आवाज दबिन्थ्यो कि। अहिले हाम्रो देशमा तँ जस्तो गृहमन्त्री बोलेर भाषण छोड्ने होइन कि, एक्सनमा उत्रिने हिम्मत गर्न पर्यो कि। जहाँ भेट्छ नि त्यहीँ एक्सनमा उत्रिने हो कि गृहमन्त्री कि। देशको यत्रो ठुलो सुरक्षा संयन्त्रहरू हातमा लिएको गृहमन्त्री अपराधीसित गएर खुट्टा ढोगेको चाहिँ यो चाहिँ देशले सुहाउँदैन कि। तँ जब तकसम्म स्ट्रङ आफ्नो नियम र कानुनमा अडिग भएर काम गर्दैनस् नि तब तकसम्म यो देशमा केही उखल पाटो लाग्ने होला छैन कि। हामी विदेशमा बस्छौँ, हामी विदेशमा यस्तो देशहरूमा बस्छौँ नि जहाँ अपराधीहरूलाई पुरस्कृत होइन कि, अपराधीहरूलाई दण्डित गर्ने नियम र कानुन छ कि। त्यहाँ अपराधीहरूलाई जेलमा राखेर 13-14 वर्षसम्म खुवाएर पाल्ने छैन कि। यहाँ अपराधीहरूलाई फाँसी र सुट एन्ड साइड गोली हालेर मारिदिने अर्डर छ। त्यस कारणले यो देशमा कानुनी राज्य छ कि। हाम्रो देशमा त नेपाली जनता 1% पनि हाम्रो देशको कानुनसित डराउँदैन र पुलिस प्रशासनसित डराउँदैन। यो आन्दोलनले देखाइदिइसक्यो कि। जब तकसम्म पोलिटिसियन जनताहरू चाहिँ कानुनसित डराउँदैनन् नि तब तकसम्म त्यो देशमा सुशासनको सपना देख्नुहोस् र सपनामै सीमित हुन्छ, चाहे आज होस् चाहे आजको 10 वर्षपछि होस् कि। त्यही भएर यदि तैँले देशको सुशासन, देशको हक, जीवधनको रक्षा चाहन्छस् भने कानुनलाई परिमार्जन भए पनि फाँसी, सुट एन्ड साइडको अर्डर दिने हिम्मत र हैसियत राख। त्यसपछि बल्ल कानुनी राज्यको स्थापना भनेर हामीले बताइदिन्छौँ, नत्र तेरो कुरामा चाहिँ भाषणमै सीमित हुन्छ।